एटिट्युडमा परिवर्तन हुनु जरुरी छ। हो यही कुरालाई आधार मानेर वैज्ञानिक अर्थ चाहिँ नलेज, स्किल र एटिट्युडलाई आधार मान्छ। ल अब हामी विश्लेषणात्मक अर्थमा जाउँ है साथीहरु। के अर्थमा जाउँ? विश्लेषणात्मक अर्थमा जाउँ। विश्लेषणात्मक अर्थ। अब म केमा जान्छु साथीहरु? विश्लेषणात्मक अर्थमा जान्छु। व्यापक अर्थ सकियो, विश्लेषणात्मक अर्थमा गए। विश्लेषणात्मक अर्थ है त। विश्लेषणात्मक अर्थ भित्र हेर्दाखेरि शिक्षा गतिशील प्रक्रिया हो। कोही भन्छन् शिक्षा एकमुखी हो, कोही दुईमुखी हो भन्छन्, कोही त्रिमुखी हो भन्छन्। युनेस्को को डेलर्स रिपोर्टले के भन्छ भने शिक्षाका 4 स्तम्भ हुन्छन्, 4 पिलर्स हुन्छन् एजुकेसनका भन्छन्। हो यस्ता कुराहरू हामीले जान्नुपर्छ विश्लेषणात्मक अर्थमा। केमा जान्नुपर्छ? विश्लेषणात्मक अर्थमा जान्नुपर्छ। हेर्नु है, केमा जान्ने? विश्लेषणात्मक अर्थमा। छिटो भएको छ? विश्लेषणात्मक अर्थ। म साथीहरुलाई यहाँ विस्तृत भनिदिन्छु है। विश्लेषणात्मक अर्थ एउटा चार्ट बनाउनु त। कपी कलम लिएर बस्नु भएको नि। पढ्ने मान्छेले त्यति बसिएन भने त हेर्नु मात्रै हुन्छ साथीहरु, केही काम लाग्दैन। पढ्ने भनेर सुरुवातै गरेपछि भोलि नाम आउनु पर्यो के तपाईको। नाम आउने तरिकाले पढ्ने हो, नत्र के काम है? पढ्ने नै होइन, बरु सुरुवातै नगर्ने, मजाले सुत्ने नै आराम गरेर। किन पढ्नु पर्यो है? विश्लेषणात्मक अर्थ। लेख्नु, पढ्नु सुरुवात गरेपछि हेलसेक्राइ नगर्ने। वास्तविक अर्थ भनेको जीवन उपयोगी दृष्टिकोण हेर्ने, आफूलाई पूर्णता ल्याउने है, परिपूर्णता ल्याउने र जीवन उपयोगी जुन शिक्षा हो नि, त्यस रोजगारमूलक पनि भन्छन् त्यसलाई। जीवन उपयोगी आफूमा पूर्णता ल्याउने, पूर्ण हुने खालको शिक्षालाई वास्तविक अर्थ भन्छन्। अब म तपाईलाई विश्लेषणात्मक अर्थमा लैजान्छु। यस्तो तालिका बनाउनु एउटा। विश्लेषणात्मक अर्थमा विभिन्न मनोवैज्ञानिकहरूले विभिन्न तरिकाले विश्लेषण गरे शिक्षालाई। कोही भन्छन् एकमुखी, अलि स्लो गरौँ। कोही भन्छन् शिक्षा एकमुखी हो, कोही भन्छन् शिक्षा दुईमुखी हो, कोही भन्छन् त्रिमुखी हो। कहाँ एकमुख मात्रै हुन्छ? शिक्षाको 3 मुख हुन्छ। शिक्षा हुनका लागि 3टा चीज चाहिन्छ भन्छन्। कोही भन्छन् शिक्षा 3टा चीज मात्रै भएर पुग्दैन, 4वटा पिलर चाहिन्छ शिक्षालाई भन्छ। हो त्यसैलाई हामी विश्लेषणात्मक अर्थका रूपमा हेर्छौँ है त। विश्लेषणात्मक अर्थका रूपमा हेर्छौँ। एउटा क्वेशन राखौँ तपाईलाई अनि यसमा आउँला। एउटा क्वेशन राखेँ अनि त्यसपछि मात्रै त्यहाँ जान्छु म। ल, जेई एडम्सन सोधेको प्रश्न हो यो। विद्यालय निरीक्षक 2076 को परीक्षामा सोधेको प्रश्न हो यो। जेई एडम्सनका अनुसार शिक्षाका भन्न खोजेको है यो। शिक्षाको त्रिमुखी प्रक्रिया अन्तर्गत पर्ने पक्षहरू कुन कुन हुन्? क नम्बरमा छ समाज, पाठ्यपुस्तक र विद्यार्थी। ख नम्बरमा छ प्रकृति, समाज र नैतिकता। ग नम्बरमा छ पाठ्यक्रम, समाज र शैक्षिक सामग्री। घ नम्बरमा छ शिक्षक, समाज र पाठ्यवस्तु। सोधेको प्रश्न हो यो। हो यही हो विश्लेषणात्मक अर्थ। ल, यहाँ सबैभन्दा पहिला मिलाउने साथीको म नाम लिन्छु। ल, यहाँ दिल कुमार दाङ्गी सरले पनि मिलाउनु भएको छ। प्रदीप कुमार सरदार सरले पनि मिलाउनु भएको छ। अरू साथीहरूले पनि मिलाउनु होला। क भन्ने साथीहरूको बिग्रियो है। किन हुँदैन म साथीहरूलाई भन्छु पनि अहिले। किन यो नै सही भयो, के भने उनीले त्यसलाई कसरी सम्झने त्यो कुरा साथीहरूलाई म सेयर गर्छु।
जेई एडम्सन हो यो विश्लेषणात्मक अर्थभित्र पर्छ शिक्षा त्रिमुखी प्रक्रिया हो भन्ने। शिक्षा त्रिमुखी प्रक्रिया हो केमा पर्छ भने विश्लेषणात्मक अर्थमा पर्छ। त्रिमुखी शिक्षाका तीन मुख हुन्छन्। तीन मुख हुन्छन्। ती तीन मुखहरुमा जेई एडम्सन के भन्छन् भने ती तीन मुख भनेको एउटा प्रकृति हो, एउटा समाज हो, एउटा नैतिकता हो भन्छन्। यसलाई सर्टकटमा पढ्दाखेरि हामी प्रकृति प्र, समाज स र नैतिकता नै, प्रसन्न नै। कसले भनेको? जेई एडम्सनले भनेको। लास्टमा सन आयो, यहाँ पनि सनै छ है, सन र सनै सम्झने है। अथवा सनलाई प्रसन्नै बनाउनु पर्छ भनेर सम्झने, प्रसन्नै बनाउनु पर्छ, खुसी बनाउनु पर्छ भनेर सम्झनुस्। ल कतिजनाको मिल्यो साथीहरु? तपाईले कुरो बुझ्नु भयो कि भएन? याद गर्नुपर्ने विषयवस्तु हो यो। बुझ्ने भन्दा पनि, यसलाई बुझ्ने भन्दा पनि कतिपय बुझ्ने कुराहरू हामी ती क्वेशन हेरेरै मिलाउन सक्छौं, तर यसलाई बुझेर भन्दा पनि यादै गर्नुपर्छ। परीक्षामा सोध्छ नै है, सोधेमा याद भन्न सक्न पर्यो। तीन किसिमका क्वेशन आउँछ क्या। कतिपय कुराहरू कण्ठै गर्न पर्ने, यादै गर्न पर्ने, ती कुराहरूलाई यसरी तालिकाबद्ध गरेर अथवा कुनै एउटा तपाईले संकेत दिएर याद गर्ने। कतिपय कुराहरू तपाईले परीक्षामा नपढिकन पनि मिलाउनुहुन्छ, हेरेर यसो विचार गर्ने, कन्सेप्ट बुझ्ने, कन्सेप्टले पनि मिलाउने है। तपाईले त्यो कण्ठ गर्नै पर्दैन, त्यसको कन्सेप्ट बुझ्नु भएको छ भने मिलाउन सक्नुहुन्छ। कस्ता कस्ता कुराहरू कण्ठ गर्नुपर्छ अथवा यादै गर्नुपर्छ भन्दा धेरै तिथि नसोधे पनि एउटै तिथिले चिलिप बनाउँछ साथीहरु है, एउटै मितिले चिलिप बनाउँछ। किनभने त्यही मिति अर्को साथीले मिलाउँछ। कम्पिटिसनको परीक्षा हो, सबैको 79 आयो, एउटाको 100 आयो भने 100 आउनेको नाम निस्किने हो है। सबैको 94 आयो, 95 अर्कोको आयो भने 95 आउनेको नाम निस्किने हो। त्यसैले अरूलाई पछार्नलाई त अरूले भन्दा धेरै मिलाउनु पर्यो हैन। त्यसैले कतिपय कुराहरू कन्सेप्ट बुझ्न पर्ने कुरा, कन्सेप्ट क्लियर गर्ने, त्यो बेस लेभलबाट पढ्ने। त्यो बेस लेभलबाट नपढिकन यो शिक्षाको क्वेशन मिलाइदियो पनि मिलाइदैन हेर्नुस् त है। अब कोही कोही कुराहरू कण्ठै गर्न पर्ने, यादै गर्न पर्ने हुन्छ, त्यो कुराहरू यादै गर्ने हेर्नुस्। अनि याद गर्दाखेरि तपाईलाई याद भयो भनेपछि आयो नि, आएपछि तपाईको कन्फिडेन्स बढ्छ के है। तपाईलाई केही कुरो नै आउँदैन, बुझेर मात्रै म मिलाउँछु भन्ने हो भने केही पनि याद हुँदैन, अनि तपाईको कन्फिडेन्स पनि राम्रो हुँदैन। त्यसैले केही कुराहरू यादै गर्दिने, याद भएपछि तपाईको कन्सेप्ट पनि बिस्तारै बढ्दै जान्छ है त। ल यसको राइट एन्सर के भयो? प्रकृति, समाज र नैतिकता। प्रकृति, समाज र नैतिकता। प्रकृति, समाज र नैतिकता। अब बुझेर हानेर धेरै मिलाउने भयो त फेरि नपढाए मान्छेले नाम निकाल्नु पर्ने, पढाइले मात्रै निकाल्नुहुन्छ। किन पढ्न पर्यो? बुझेर एन्सर मिलाउने हो भन्ने हैन। बुझ्नका लागि केही कुरा फेरि तपाईलाई आउनु पनि पर्यो हैन। बेस लेभलमा नपढिकन आउँदैन आउँदैन। अर्को प्रश्न साथीहरु, ल मैले तपाईहरुलाई विश्लेषणात्मक अर्थको बारेमा भन्दैछु। विश्लेषणात्मक अर्थभित्र के पर्छ भने अहिले त्रिमुखी प्रक्रियाको बारेमा भने नि। एकमुखीबाटै जाउँ। एकमुखी, दुईमुखी, शिक्षा दुईमुखी प्रक्रिया हो भन्छ कहिलेकाहीँ। शिक्षा त्रिमुखी प्रक्रिया हो। ल शिक्षाका 4 स्तम्भहरू। शिक्षा गतिशील प्रक्रिया हो। गतिशील हेर्नु है के रहछन् त विश्लेषणात्मक अर्थ। अहिले अरूहरू पनि छन्, त्यहाँ विस्तृत जाउँला। मसिनो गरी पढाइदिनु होला भन्छ, एकदम मसिनो छ। यहाँ धेरै मैले भित्रसम्म गएर भनिरहेको छु। एकमुखी भनेको के हो भने शिक्षा हुनका लागि
जम्मा एउटा मात्रै चिज भए हुन्छ, कि शिक्षक कि विद्यार्थी। यसले के भन्छ भने नि, शिक्षा हुनका लागि शिक्षक भए पनि हुन्छ, शिक्षक मात्रै भए पनि हुन्छ, वा विद्यार्थी मात्रै भए पनि शिक्षा हासिल हुन्छ। यो भने कुरो बुझ्नुभयो? बुझेन कुरो? बुझ्यो? है कुरो बुझ्नुभयो? यो अब यो केरमेर नगर्नु है साथीहरू। यसले के भन्छ भने, एकमुखी प्रक्रियाले के भन्छ भने नि, शिक्षा हुनका लागि अथवा सिकाइ प्रक्रियाका लागि एउटा मात्रै पक्ष भए पुग्छ, एउटा मात्रै पक्ष भए पुग्छ भन्छ। एउटा मात्रै पक्ष, जस्तै एउटा छ शिक्षक मात्रै। शिक्षक मात्रले के भन्छ थाहा छ? यथार्थवादी के अरे आदर्शवादीहरू यसो भन्छन्। आदर्शवादीहरू के भन्छन् भने, शिक्षा हुनका लागि सिकाइ प्रक्रियाका लागि एउटा मात्रै कुरो अथवा शिक्षक रोल मोडल भए पुग्छ है, रोल मोडल भए पुग्छ। शिक्षक एकदम रोल मोडल छ भने विद्यार्थीले हेरेर मात्रै पनि सिक्छ। ओहो कति राम्रो सर, ह्यान्डसम सर, अथवा उसको चरित्र हेरेर विद्यार्थीले सिक्छ। विद्यार्थी त निष्क्रिय भए पनि पुग्छ, शुभ लाग्ने हेर्ने मात्रै। यसले भन्छ एकमुखी भने हो। आदर्शवादीहरू त्यसो भन्छन्। विद्यार्थी मात्रैले के भन्छन्? शिक्षक चाहिँदैन, शिक्षक चाहिँदैन, विद्यार्थी मात्रै भए पनि सिकाइ हुन्छन्। रुसोहरू त्यसो भन्छन्। रुसो बाल केन्द्रित शिक्षाका प्रवर्तक भन्छौँ हामी रुसो। उनी के भन्छन्? यो प्रकृतिवादी, उनी प्रकृतिवादी हुन्। यो स्कुलहरू चाहिँदैन, किताब पनि चाहिँदैन, विद्यार्थीलाई लगेर प्रकृतिमा छोडिदिने हो, शिक्षकले हेर्ने मात्रै, शिक्षक सहजकर्ता मात्रै, विद्यार्थीले आफै सिक्छ है। विद्यार्थी एकदम आफै खोजेर सिक्छ। विद्यार्थीले शिक्षक चाहिँदैन, शिक्षक सक्रिय हुनु पर्दैन, एउटा मात्रै सक्रिय भए पुग्छ भन्ने, एउटा मात्रै सक्रिय, त्यसैलाई भनिन्छ एकमुखी प्रक्रिया। एउटा मात्रै सक्रिय हुने। ल ह्यान्डसम त तपाईँ जस्तै भन्नु त म कहाँ ह्यान्डसम छु साथीहरू है? छैन है। ल तपाईँ क्यामेराले यस्तो बनाएको। अब हेर्नुहोस्, यो एकमुखीको कुरो बुझ्नुभयो? एकमुखी कुरो बुझ्नुभयो भएन? एकमुखी भनेको शिक्षा, यो शिक्षाको शिक्षण प्रक्रिया जुन छ त्यसमा एउटा मात्रै चिज सक्रिय भए पुग्छ। शिक्षा एकमुखी प्रक्रिया भने यो। आदर्शवादीहरू भन्छन् शिक्षक मात्रै सक्रिय भए पुग्छ, प्रकृतिवादी भन्छन् विद्यार्थी मात्रै सक्रिय भए पुग्छ। कुरो सक्यो, एकमुखी प्रक्रियाको कुरो सक्यो। कुरो बुझ्नुभयो? लेखौँ साथीहरू, बुझ्नुभयो भए सेयर पनि गरौँ। अब द्विमुखीमा जाउँ। अब साथीहरू कुरो बुझ्नुभयो जस्तो छ। मौन धारम स्वीकारम होइन है। द्विमुखी, द्विमुखी नामै काफी छ। दुईटा मुख चाहियो, दुईटा मुख चाहियो। दुईटा मुख भने के? दुईटा मुख भनेपछि दुईटा चिजै सक्रिय हुनु पर्यो, एउटा मात्रै सक्रिय भएर भएन। दुईटा मुख भनेपछि एउटा शिक्षकको मुख, अर्को विद्यार्थीको मुख। एउटा शिक्षकको मुख, अर्को विद्यार्थीको मुख। त्यसलाई भन्छन् शिक्षक प्लस विद्यार्थी। दुईजना भयो भएन?
दुवै बराबर सक्रिय हुनुपर्छ भन्छन् यिनीहरूले। शिक्षक प्लस विद्यार्थी, टिचर प्लस स्टुडेन्ट है, दुईटै सक्रिय हुनुपर्छ। के हुनुपर्छ? दुवै सक्रिय हुनुपर्छ, अनि मात्रै सिकाइ प्रक्रिया हुन्छ, शिक्षा सफल हुन्छ भन्ने व्यक्ति हुन्। क्वेसन सोधेको छ एकचोटि, शिक्षा द्विमुखी प्रक्रिया हुन्, त्यसका प्रतिपादक को हुन् भनेर। ल कमेन्ट गरौँ साथीहरू, द्विमुखी प्रक्रियाका प्रतिपादक को हुन्? कसलाई थाहा रहेछ? म यहाँ नाम लिन्छु साथीको। ल शिक्षा द्विमुखी प्रक्रियाको प्रतिपादक को हुन् भन्नु होला सर म्यामहरू। ल दिलकुमार डाँगी सरले मिलाउनु भयो है। जोन डिवे होइन, जोन डिवे होइन है। जोन डिवे त त्रिमुखी प्रक्रियाका प्रतिपादक हुन्। के अरे प्रतिपादक भन्दा नि त्रिमुखी प्रक्रियालाई जोड दिएका छन् उनले। यो हुन् जोन एडम्स, एडम्स है, जोन एडम्स। नकेर्नु है साथीहरू, केरेर के फाइदा हुन्छ है? केही फाइदै हुँदैन। जोन एडम्स, जोन एडम्स है, सम्झनुस् जो र स, जोस, जोस है। शिक्षक र विद्यार्थी दुईटै जोसिएर पढ्नुपर्छ, अनि मात्रै सफल शिक्षा हुन्छ। सम्झिने है, जोस, जो र स, जोस। अथवा अगाडि अगाडिको अक्षरबाट पनि मिलाउन मिल्छ, जोए। शिक्षक र विद्यार्थी दुईटैले इन्जोय गरे भने बल्ल सिकाइ हुन्छ है। जेई होइन है, जेई होइन, जेई त त्रिमुखी प्रक्रियाका हुन् नि। जेई चाहिँ त्रिमुखी प्रक्रियाका हुन्। टिचर स्टुडेन्ट र करिकुलम कुन हो भन्नु छ? हो यसैलाई। अब त्रिमुखी प्रक्रियामा त्यो कुरो पर्छ, त्रिमुखी प्रक्रियामा त्यो कुरो पर्छ साथीहरू है। जोस भनेर सम्झे पनि हुन्छ, जोस, टिचर र स्टुडेन्ट जोस। अथवा जोए भनेर सम्झे पनि हुन्छ, जोन र एडम्स, जोन एडम्स। शिक्षक र विद्यार्थी दुईटैले इन्जोय गरेर पढ्यो भने द्विमुखी प्रक्रिया भयो, नत्र हुँदैन भनेर सम्झिनुहोस् है। त्रिमुखी प्रक्रियामा जाउँ। ल तपाईहरु यस्तै तालिका बनाउनु कपीमा, अनि तपाईलाई सम्झना हुन्छ, जाँचमा पनि सजिलो हुन्छ पढ्नलाई है। पढ्न भन्दा पनि नोट बनाउनु ठुलो कुरो हो है, कलेक्सन गर्न ठुलो कुरो हो, तपाईले बुझ्नु ठुलो कुरो हो। यस्तो कुरो त किताबमा पाइन्छ, तर यसरी राखिदिएको हुँदैन हेर्नुस् है। यसरी बुझिने गरी प्रश्नसँग राखेको हुँदैन, अनि बुझिँदैन, त्यो गजङगुजुङ हुन्छ, धेरै हुन्छ, भाषाभाषी हुन्छ, अनि बुझिँदैन। ट्याक्कै यसरी लेख्ने, आफ्नो कपीमा सार्ने, नोट कपीमा सार्ने, अनि पढ्दै पढ्दै जाने। आधा आधी पढ्दा तपाईमा कन्फिडेन्ट आइसकेको हुन्छ, म पास गर्छु भन्ने है। कन्फिडेन्ट बिल्ड गर्न पर्यो तपाईहरुले, निरन्तरता दिन पर्यो। एक दिन पढ्ने, अर्को दिन रातभरि सुत्ने, त्यसो गर्न नि भएन। एक दिन रातभरि पढ्ने, अर्को दिन सुत्ने गर्न नि भएन। निरन्तरता दिन पर्यो है। ल आजको लागि टाइम पनि लगभग अर्को सरको चाहिँ यहाँ क्लास हुन्छ, त्यसैले अब त्रिमुखी प्रक्रिया अनि त्यसैगरी परिभाषा तपाईहरुलाई अब आज साथीहरु पहिलो क्लास भएर मैले धेरै गरिन। आजको लागि यति नै गरौँ। साथीहरुलाई कस्तो लागिरहेछ त्यो पनि लेखौँ है, फिडब्याक दिउँ है साथीहरु। ल त्रिमुखी प्रक्रियाका सन्दर्भमा हामी यहीँबाट भोलि गर्छौँ, भोलि गर्छौँ। ल भोलि यसै यहीँबाट अगाडि बढ्छ है त। यसलाई स्क्रिनशट गर्नु होला साथीले, एकमुखी दुईमुखी। यसलाई मैले एउटा स्लाइडमा पनि यहाँ राखेको छु, तपाईहरुलाई यहाँ सजिलो हुन्छ देखाउन भनेर। हेर्नुस् है, हेर्नुस् त। एकमुखी प्रक्रिया युनिपोलर भन्छन् प्रकृतिवादीहरू र आदर्शवादीको कुरो यहाँ छ। द्विमुखी भनेको शिक्षक प्लस विद्यार्थी दुईटै। त्रिमुखी प्रक्रियाका सन्दर्भमा भोलि छलफल गरौँला। ल साथीहरुलाई कस्तो लागिरहेछ त्यो पनि लेखौँ, फिडब्याक दिनुस् है। हामी यसै गरी
अगाडि बढ्छौँ। ओके, हस् साथीहरू, साथीहरूको सक्रिय सहभागिताको लागि धेरै धेरै धन्यवाद। गुड नाइट, हेभ अ स्विट ड्रिम। नमस्कार है त। ल धन्यवाद सर। नमस्कार सम्पूर्णमा, गुड इभिनिङ ल सबैजनालाई।